हेलो एभ्रिवन आज चाहिँ हामीले गेम खेल्न गइरहेको छ हैन त्यो गेममा चाहिँ हामीले खानेकुरा हुन्छ हैन त्यो गेस गर्ने बुझ्नु है भन्नुहुन्छ जे पनि हुन्छ जङ्क घरमा बाहिरको एभ्रिथिङ है ल ओके त्यो के गर्ने भनेपछि हामीले चाहिँ स्टिकीमा के भन्छ स्टिकी नोटमा चाहिँ हामीले लेखेर यहाँ टाउकोमा लगाउँछ हैन अनि एकअर्काको गेस गर्ने एउटा अर्को पनि लेखेको हामीले चाहिँ बुढो ल मजु लेख्नु त उता लुकाएर लेख्नु मलाई ल अगाडि चाहिँ किन अगाडि ल देखिन्छ अनि यस्तो फ्रन्ट लाउड गर्ने लेख्छ होला लेख्छ गर्नु नयाँ भएर त्यो चल गरिरहेको लेखेन यसरी तपाईँ मलाई चाहिँ म्याचमा चपाइदिनु ल म लेख्छु सक्यो ल हजुर दाइको दाजु नहेर्नु नि स्योर है ल यता ल चिनो भन्छ नहेर्नु है स्योर है ल ल देखाएको छ कि देखाएको छ ल ल हामीले चाहिँ आफ्नो लेख्यो है अनि देखिँदैन कसलाई क्या ब्रो ल फर्स्टमा हजुर गेस गर्ने म गेस गर्ने म गेस गर्छु ल अनि त्यो फ्रुट्स हो कुनै ओ ल हजुर अब यो के तरकारी भेजिटेबल्स होइन अनि फ्रुट्स हो होइन हाम्रो किचनमा छ त्यो फ्रुट्स अहिले रिसेन्टली छैन अहिले छैन ल यो के फ्रुट्स फ्रुट्स होइन यो त्यसपछि अहिले हाम्रोमा छैन भनेपछि ड्रागन फ्रुट हो के हो फर्स्टमा लेखेको ल म उहिले भन्दा गेस गर्छु ल अझै गेस गर्न भन्नु न के को छ फ्रुट्स हैन भित्र के हो जङ्क फ्रुट जङ्क फुड होइन एकदम हेल्दी हो घरमा छ घरमा छ के अब खानासँग खाइ भात टाइपको त्यो खानासँग पनि खान मिल्यो त्यसै पनि खान मिल्यो त्यो स्न्याक्समा पनि खान मिल्यो खानासँग पनि खान मिल्यो मुला होइन भेजिटेबल्स होइन नि त ड्राई फ्रुट होइन होइन ओके ओके अब कति ल खै के कति के छैन होला ल यो हल्का मनपर्छ म त सबै गर्छ के टाइपको चिज हो यसलाई भन्छु है यसलाई चाहिँ होस् यो आइटमलाई चाहिँ मल्टिपल पर्पजको लागि युज गर्न सकिन्छ कि जस्तै यसको एउटा आइटम भन्ने छैन डिफ्रेन्ट बनाउन सक्यो त्यति छ आलु भेजिटेबल होइन के लिक्विड सोल्ड अब के भन्नु अब मिक्स म्याक्स त्यसले बुझ्नु न लिक्विड नै भन्ने पनि छैन सलिड नै भन्ने पनि छैन त्यो के चिज रहेछ स्टार्टिङमा चाहिँ लिक्विड नै हुन्छ स्टार्टिङमा लिक्विड चाहिँ दही चिज हो होइन ल यति समय हेरिदिन्छु कि होइन यति भनेपछि थाहा हुनु भएन चाहिँ अनि चाहिँ रियली सल्टी है ल हामीले अझै रिसेन्टली डेली लाइफ हामी इन्क्लुड गरिरहेछ कोही थाहा ल अब चाहिँ हुन्छ आज बिहान नानीले त्यो भन्न जानेर भनेको भनेछ यति ल जुस खाने के हो त्यो भनेको भने मिमी